तिनजुरे मिल्के जलजले। गुराँसको राजधानी भनेर चिनिने तिनजुरे मिल्के जलजले क्षेत्र अन्तर्गत तेह्रथुमको तिनजुरे, सौखासभाको जलजले र ताप्लेजुङको मिल्के क्षेत्र मिलेर टिएमजे संरक्षित क्षेत्र बनेको छ। यो क्षेत्रलाई 3 जिल्लाको संगम स्थानको रूपमा समेत चिन्न सकिन्छ। टिएमजे क्षेत्रभित्र गुराँस बाहेक अन्य प्रजातिका वनस्पति र पोथ्रा मात्र पाइन्छ। गुराँसका प्रजातिको अवलोकनकै लागि यहाँ वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन्। समुद्री सतहदेखि 1700 मिटरदेखि 5000 मिटरसम्मको उचाइमा टिएमजे क्षेत्र फैलिएको छ। यो क्षेत्र 3 जिल्लाका 13वटा स्थानीय तह अर्थात् साबिकका 25वटा गाविसमा फैलिएको छ। पदमार्गको लागि समेत रमणीय यो क्षेत्रमा प्रत्येक वर्ष 50,000 भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्दछन्। नेपालमा पाइने 32 मध्ये 28 प्रजातिका गुराँसहरू यहाँ एकै ठाउँमा पाइने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी पनि भनिएको छ। तर अहिले गुराँसे वन मासिएर कुल वन क्षेत्रको करिब 15% मात्रै गुराँस रहेको तथ्याङ्क रहेको छ। विराटनगरबाट उत्तरतर्फ धरान हुँदै 130 किलोमिटर यात्रापछि तेह्रथुमको बसन्तपुर बजार पुगिन्छ। यो बजारको शिरमा अवस्थित यो क्षेत्रको भ्रमणका लागि पैदल यात्रा तय गर्नुपर्दछ।